बुटोलबाट सन्देश भट्टराईले दशैंको सम्झना लेखेर पठाउनु भएको छ। स्कुली जीवनमा दशैं आउँदा एउटा छुट्टै आनन्द महसुस हुन्थ्यो। परीक्षाको ठूलो भारी सकिए लगतै मन एकाएक हलुका हुन्थ्यो। अनि सुरु हुन्थ्यो योजना, कति गते गाउँ घर जाने, बिहानै निस्कने कि बेलुकी पख जाने। त्यो उत्साह, त्यो उमङ्ग मनमा छुट्टै स्थापित हुन्थ्यो। मेरो घर पाल्पा मदन पोखरा सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटोल सिद्धबाबा केराबारी हुँदै जोर धाराको बटुक र चुकाउनीको स्वाद लिँदै गौडे पुल तरेर साबीको मदन पोखरा गाउँपालिका हाल ताम्से नगरपालिकामा पर्ने बुटोल नजिकैको त्यो डाँडा काँडा प्रवास नपुग्दै आउने नयाँ पार्टी ओर्लेर सुरु हुने त्यो उकालो हिँडाई थकाई भन्दा बढी घर पुग्ने आतुर हुन्थ्यो। कहिले वनको बाटो उकालो चढ्दै त कहिले शारदा मावि हुँदै अन्ततः गाउँले स्वागत गर्थ्यो। गाउँ पुग्दा दशैंको रौनक, घर घरमा चहल पहल, शरद ऋतुको न्यानो घाम र उत्साहसँगै टीका लगाउन आतुर हामी बच्चाहरू नासपाती र बरका बुट्टामा बाँधिएका पिङमा मच्चिँदै उचालिन्थ्यौं। हाँसोको खनखनाहटले डाँडा काँडा भरिन्थ्यो। त्यति बेलाको गाउँको त्यो परिवेश, साथीभाइ दिदी बहिनीहरूसँग तलमाथि गर्दै समय बिताएका पलहरू, त्यो उमेरको स्वतन्त्रता, त्यो रमाइलो आज एउटा अविस्मरणीय स्मृतिमा चित्र झै उभिएका छन्।